तपाईँको परिचय चाहिँ? मेरो नाम चाहिँ गोकुल शाह हो। हजुर। मेरो झापा हो घर। कति भयो यहाँ चाहिँ यो यस्तो काममा यो चाहिँ? रसुवामा त धेरै भयो मेरो त। कति वर्ष? यो कम्तीमा अहिले 17-18 वर्ष भइसक्यो कम्पनीमा काम गरेर। 17-18 वर्ष है? हजुर। अहिले कतिवटा चाहिँ पुल बनिसक्यो यो रसुवा कन्स्ट्रक्सनमा अब त भइरहँदा? कति हो कति गन्ती नै छैन त। पुल त हामीसँग कति छ बनाएको बनाइ गर्नुपर्छ। धेरै बनिसक्यो है? धेरै बनिसक्यो धेरै। अनि यो पुल चाहिँ कहिलेसम्म चाहिँ सम्पन्न हुन्छ यो? अब सम्पन्न भनेको आउँदो वर्ष तपाईँको त्यो 2टा पिलर मात्रै निकाल्न सक्यो भन्दा पुल त सकिहाल्छ। यो पुलको चाहिँ नदेखि चाहिँ कति हाइट छ यो भन्नु थोरै? यो दर्शकहरूले पनि धेरै यो चाहिँ होचो भयो यो चाहिँ एकदमै यो भन्ने कुरो गर्दै थियो होइन कमेन्टमा पनि। 15 मिटर हाम्रो तल रापदेखि चाहिँ पिलर छ अहिले। हजुर। 15 मिटर भनेको त धेरै नै हो। अब अहिले त माटो पुरेर अग्लो देखिरहेछ मान्छेले। हजुर। तर माटो निकालेपछि धेरै अग्लो पुल रहेछ भन्ने हुन्छ यो कुरा। हाइट छ है? धेरै हाइट छ। यो जोखिम चाहिँ हुँदैन यो जतिसुकै बाढी आए पनि जति हुँदैन। तपाईँको यो यत्रो अहिले आएको बाढी भन्दा पनि त्यसले पनि छुन चाहिँ छुँदैन। ल हस् त। टेन्सन छैन यसमा त्यति। अहिले चाहिँ कति % काम भइसक्यो यो पुलमा चाहिँ काम गरिरहँदा? अब अहिले यो रान्टा पुलको चाहिँ अहिले भनौँ यो 50% नै हो लगभग काम निक्लिसक्यो। भइसक्यो है अहिले? भइसक्यो। अब यो 2टा पिलर र कति चाहिँ लागत लागिसक्यो? यो घाटा भयो भने भन्ने कुरो धेरै बाहिर आएको छ। त्यसै भइगयो तपाईँको अब 58-57-58 रुपियाँ किलो लिएको रड अहिले कहाँ रडकै दाम बढी सबैको रेट बढेको छ। पुरानो रेट हो। मेन यो पुलको बजेट चाहिँ कति हो खासमा? कतिमा चाहिँ सम्पन्न हुनुपर्ने थियो? अब त्यो पुलको डिजाइनको अब के छ त्यो चाहिँ मलाई त्यो पुरै कन्फर्म थाहा भएन। हजुर। पहिले अर्कै कम्पनी लियो त्यसबाट फेरि अहिले हाम्रो चाहिँ मेन ठेकदार भएर चाहिँ उहाँले हामीले नै गर्नुपर्छ। फेरि अर्कोले छोडेर गए तापनि हामीले फाइनल गर्नै पर्छ। फाइनल गर्नुपर्छ है? गर्नै जो घाटा भयो भने? घाटा भयो भने यो कहिलेसम्म चाहिँ सम्पन्न हुन्छ यो पनि दर्शकहरूलाई थोरै जानकारी दिनु? आउँदो सिजनमा चाहिँ सकिन्छ भन्ने लक्ष्य लिएर। भन्नाले आउँदो सिजन भन्ने कति? अब यही भनौँ न आज त 62 के अरे 82 वर्ष लाग्यो। हजुर। अब 83मा चाहिँ हुनसक्छ। सम्पन्न हुन्छ 83मा भने त्यस्तै हामीले गरिरहेको छौँ जोडतोड। ल हस् त धन्यवाद। तपाईँले धेरै जानकारी दिनुभयो त यसमा तपाईँलाई धेरै